ल अब स्टोन च्याप्टर हेरौँ। स्टोनमा चाहिँ के छ भन्दा पहिला क्लासिफिकेसन भनेर पढ्नुपर्ने हुन्छ। क्लासिफिकेसन इम्पोर्टेन्ट छ है। जियोलोजिकल क्लासिफिकेसन भेरी मच इम्पोर्टेन्ट हो। यो चाहिँ क्वेसन आइरहेको हुन्छ। जियोलोजिकल क्लासिफिकेसन, फिजिकल क्लासिफिकेसन र केमिकल क्लासिफिकेसन छ। यसै 3 प्रकारको क्लासिफिकेसन छ। जियोलोजिकलमा चाहिँ के छ भन्दा इग्नियस रक, सेडिमेन्ट्री रक र मेटामोर्फिक रक छ। यिनीहरूको चाहिँ हामीले के गर्नु पर्यो, यिनीहरूको इन्ट्रोडक्सन चाहिँ लेख्नु पर्यो। अब इग्नियसमा पनि के छ भन्दा इन्ट्रुसिभ रक र एक्सट्रुसिभ रक छ। इन्ट्रुसिभ भनेको चाहिँ हाम्रो के छ भन्दा यदि भित्र सोलिडिफाई अर्थ सर्फेसमा सोलिडिफाई भयो भने इन्ट्रुसिभ भयो। यदि चाहिँ अर्थ सर्फेसभन्दा भित्रपट्टि भनेको है अन्डरग्राउन्डमा भयो भने, अर्थ सर्फेसमा चाहिँ भयो भने एक्सट्रुसिभ भयो। अनि यसमा पनि प्लुटोनिक भनेको चाहिँ 7 देखि 10 किलोमिटर बिलो भयो भने प्लुटोनिक भयो। अनि 2 देखि 3 किलोमिटर बिलोमा भयो भने हाइपोबाइसल रक भयो है। यसरी चाहिँ छ। अनि अर्को चाहिँ छ फिजिकल क्लासिफिकेसनमा स्ट्राटिफाइड रक, अनस्ट्राटिफाइड रक र फोलिएटेड रक छ। अर्को केमिकल क्लासिफिकेसनमा छ सिलिसियस रक, क्याल्केरियस रक र आर्जिलेसियस रक छ है। र जियोलोजिकल क्लासिफिकेसन हेरौँ। अहिले पनि भनिसकेँ, यसको डिफिनेसन पढ्नु पर्यो। अनि हामीले टाइप पढ्नु पर्यो। टाइपमा इन्ट्रुसिभ रक छ। इन्ट्रुसिभ भनेको सोलिफाइड बिलो द अर्थ सर्फेस। यसमा प्लुटोनिक छ, 7 देखि 10 किलोमिटर बिलो छ। यसको 2टा इक्जाम्पल चाहिँ जान्नु पर्यो, ग्रेनाइट र ग्याब्राज। अनि चाहिँ हाइपोबाइसल रक छ। हाइपोबाइसल रकमा चाहिँ 2 देखि 3 किलोमिटर अर्थ सर्फेस बिलोमा आउनु पर्यो। यसको चाहिँ 2टा इक्जाम्पल जानु पर्यो है त। अर्को एक्सट्रुसिभ रक छ। एक्सट्रुसिभ रकमा चाहिँ के छ भन्दा यदि सोलिफाइड बिलो द अर्थ सर्फेस बिलो भन्दा नि हाम्रो चाहिँ अर्थ सर्फेसको मा चाहिँ ठ्याक्क अर्थ सर्फेसमा चाहिँ है एक्सट्रुसिभ रक भनेको चाहिँ बिलो होइन, अर्थ सर्फेसमा हो। सेडिमेन्ट्री रक भनेको चाहिँ के छ, अर्को सेडिमेन्ट्री रक छ। सेडिमेन्टेसनको कारणले गर्दा हुने रक फर्मेसन बनेर सेडिमेन्ट्री रक भन्छ। यसको चाहिँ इक्जाम्पल जान्न पर्यो। सेडिमेन्ट्री रकको यहाँ चाहिँ इक्जाम्पल है लाइमस्टोन, स्यान्डस्टोन, चल्कोहरू छ। अब सेडिमेन्ट्री रक छ। सेडिमेन्ट्री रकको चाहिँ हामीले चाहिँ जान्नु पर्यो, कम्पोजिसन जान्नु पर्यो, स्यान्ड, सिलिट, ग्रेभल है इक्जाम्पल जानियो। अर्को मेटामोर्फिक रक छ। मेटामोर्फिक हाई प्रेसर र टेम्परेचरमा चाहिँ एउटा नयाँ केमिकल फर्मेसन बन्छ भने हामीले त्यसलाई मेटामोर्फिक रक भन्छौँ। त्यसमा चाहिँ यो जान्नु पर्यो केबाट के हुन्छ। जस्तै ग्रेनाइटबाट जेनेसिस हुन्छ, GNEISS है, जेनेसिस हुन्छ। स्यान्डस्टोनबाट क्वार्जाइट हुन्छ। यसरी चाहिँ लाइमस्टोनबाट मार्बल हुन्छ। यसरी चाहिँ जान्नु पर्यो है त। अर्को चाहिँ छ हाम्रो फिजिकल क्लासिफिकेसनमा। फिजिकल क्लासिफिकेसनमा चाहिँ स्ट्राटिफाइड रक, अनस्ट्राटिफाइड रक र फोलिएटेड रक छ है। यसमा स्ट्राटिफाइड रक भनेको के हो त भन्दा स्प्लिट एलोङ टु डिस्टिङ्क्ट लेयर। कुनै पनि डिस्टिङ्क्ट लेयरमा चाहिँ स्प्लिट हुन्छ, छुट्टिन्छ भने हामी त्यसलाई के भन्छ, स्ट्राटिफाइड रक भन्छ। अब यहाँ चाहिँ इक्जाम्पल छ, इक्जाम्पल जान्ने है। अनि चाहिँ अनस्ट्राटिफाइड रक भनेको चाहिँ के हो भन्दा द रक द्याट क्यान नट बी स्प्लिट। जुन रक चाहिँ स्प्लिट हुन सक्दैन त्यो चाहिँ के हुन्छ, अनस्ट्राटिफाइड रक हुन्छ। जम्मै इग्नियस रक चाहिँ अनस्ट्राटिफाइड रक हो। अर्को चाहिँ के हो भन्दा जस्तै स्ट्राटिफाइडमा चाहिँ के हो त अल सेडिमेन्ट्री रक। यसमा चाहिँ इक्जाम्पलहरू चाहिँ एकदम जानुपर्छ, 2टा इक्जाम्पल जानुपर्छ। अर्को फोलिएटेड रक छ भनेको यो टेन्डेन्सी टु स्प्लिट इन अ सर्टेन डिरेक्सन है, लेयर होइन डिरेक्सनमा भन्ने कुरो हो। त्यसलाई फोलिएटेड रक भन्छ। त्यसमा चाहिँ के पर्छ, जम्मै मेटामोर्फिक रक पर्छ। के पर्दैन त, मार्बल र क्वार्जाइट पर्दैन। इक्जाम्पल चाहिँ यो लेख्ने होइन, इक्जाम्पल चाहिँ लेख्नुपर्छ जुन चाहिँ फोलिएटेड रकको त्यसैको लेख्नु पर्छ है। मेटामोर्फिक रक मध्येको मार्बल र क्वार्जाइट नलेख्ने, अरू सबै लेख्ने है त। केमिकल क्लासिफिकेसनमा छ। केमिकल क्लासिफिकेसनमा एउटा फर्स्ट छ आर्जिलेसियस रक। आर्जिलेसियस रक भनेको क्ले मेटेरियलबाट बनेको छ। मेन कन्स्टिट्युएन्ट के छ भने त्यसलाई आर्जिलेसियस रक भन्छ। यदि चाहिँ मेन कन्स्टिट्युएन्ट सिलिका छ भने त्यसलाई सिलिसियस रक भन्छ। मेन कन्स्टिट्युएन्ट लाइम छ भने क्याल्केरियस रक भन्छ। अब सिलिकाको चाहिँ अल इग्नियस रक सिलिसियसमा पर्छ। क्याल्केरियसमा चाहिँ लाइमस्टोन र मार्बल पर्छ है। अब यसरी चाहिँ कसरी चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ निकालिन्छ स्टोनको भन्ने एउटा क्वेसन सोधेको छ। कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट सोधेको छ इक्जाम्पलमा। अर्को भनेको क्यारेक्टरिस्टिक अफ गुड बिल्डिङ स्टोन। यो चाहिँ भेरी मच इम्पोर्टेन्ट है, 2टै क्वेसन। अनि अहिले पढेको चाहिँ हामीले क्लासिफिकेसन पनि इम्पोर्टेन्ट छ। त्यो मध्येको नै अझ जियोलोजिकल क्लासिफिकेसन चाहिँ मोर इम्पोर्टेन्ट छ है, मच इम्पोर्टेन्ट एकदम। अर्को चाहिँ रक फर्मेसन छ। रक फर्मेसनको एउटा चाहिँ यहाँ टेबल बनाएको छ। मेटामोर्फिक रकलाई चाहिँ
अब जस्तै चाहिँ कुनै पनि इग्नियस रक अथवा सेडिमेन्ट्री रकमा चाहिँ हिट हाई टेम्परेचर एन्ड प्रेसर भयो भने के भन्छ मेटामर्फिक रक भन्छ है। इग्नियस रक पनि बन्न सक्छ, सेडिमेन्ट्री रक पनि बन्न सक्छ। अर्को भनेको जुन इग्नियस रक छ, इग्नियस रक वेदरिङ भयो अथवा चाहिँ मेटामर्फिक रक वेदरिङ भयो है। मेटामर्फिक अथवा इग्नियस रक वेदरिङ भएर सेडिमेन्ट बन्छ। सेडिमेन्ट भनेको टुक्रा 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 है, ढुङ्गाका टुक्राहरू हो। सेडिमेन्ट चाहिँ फेरि कम्प्याक्सन भएर चाहिँ एकदम लामो समयसम्म कम्प्याक्सन भएर हाम्रो के भन्छ सेडिमेन्ट्री रक भन्छ। इग्नियस रक भनेको म्याग्मालाई मोल्टेन म्याग्मा चाहिँ कुलिङ भएर चाहिँ के भन्छ इग्नियस रक भन्छ। यही कुरो छ रक फर्मेसनको। एभाइलेबल अफ स्टोन इन नेपाल कहाँ पर्छ भन्ने कुरो छ, कहाँ पर्छ यो नट मोर इम्पोर्टेन्ट, एकचोटि सर चाहिँ भन्ने है त। अर्को चाहिँ टिबेटियन जोन छ। टिबेटियन जोनको कुनमा पर्छ भनेको मार्बल कहाँ पाइन्छ, मार्बलको लागि हो यो लोकसेवा सोध्छ अहिले। अब जाने भयो मार्बलको लागि प्रसिद्ध भनेको गोदावरी हो, स्लेटको लागि बन्दीपुर हो, लाइमस्टोनको लागि चोबार हो, यसो ग्रेनाइटको लागि मकवानपुर हो। यसो पढ्ने गऱ्यो भने चाहिँ त्यो नट इम्पोर्टेन्ट। तर क्यारेक्टरिस्टिक अफ बिल्डिङ स्टोन चाहिँ भेरी इम्पोर्टेन्ट है। यसमा चाहिँ स्ट्रेन्थ छ। स्ट्रेन्थ भनेको कम्प्रेसिभ स्ट्रेन्थ बुझ्नुपर्छ। कम्प्रेसिभ स्ट्रेन्थ भनेको कति हुनुपर्छ भन्दा 1000 kg पर सिएम स्क्वायर, नट लेस देन चाहिँ 100 kg पर सिएम स्क्वायर। 100 kg पर सिएम स्क्वायर भन्दा कम भयो भने त्यो स्टोन युज गर्न मिल्दैन है त। हार्डनेस छ। हार्डनेसमा चाहिँ हार्डनेस भनेको चाहिँ मे बी डिफाइन एज द क्यापेसिटी टु रेसिस्ट द स्क्रेचिङ है, स्ट्रेचिङ होइन स्क्रेचिङ हो भनेको। यसरी चाहिँ कोतर्दा चाहिँ नकोतरिनेलाई चाहिँ हामीले के भन्छौँ हार्डनेस भन्छौँ है, त्यो भन्नु पऱ्यो। अब हार्डेस्ट रकमा जेनरली इग्नियस रक सुड बी हाई हार्डनेस हुन्छ। अनि चाहिँ अर्को चाहिँ वाटर एब्जर्प्सन छ अथवा पोरोसिटी 5% भन्दा कम हुनुपर्छ गुड बिल्डिङ स्टोनको। यदि 10% भन्दा बढी छ भने त्यसलाई चाहिँ रिजेक्टेड गरिन्छ, त्यसलाई युज गर्नै मिल्दैन है। अर्को चाहिँ एपिरियन्स छ। एपिरियन्स चाहिँ हेर्दा चाहिँ युनिफर्म हुनु पऱ्यो, एट्र्याक्टिभ हुनु पऱ्यो, फ्री फ्रम इम्प्युरिटीबाट फ्री हुनु पऱ्यो, रेजिस्टेन्स टु फायरसित रेजिस्टेन्स हुनु पऱ्यो। सबैभन्दा बढी चाहिँ रेजिस्टेन्स हुने स्टोन भनेको कम्प्याक्ट स्यान्ड स्टोन चाहिँ सबैभन्दा बढी चाहिँ फायर रेसिस्टेन्ट हुन्छ। अर्को ड्रेसिङ भन्नु पऱ्यो, इजिली ड्रेसिङ भनेको काट्ने के ठ्याक्क सेपमा बनाउनेलाई हामीले के भन्छौँ ड्रेसिङ गर्ने भन्छौँ। सेप मिलाउनेलाई चाहिँ त्यो सेप मिलाउँदा चाहिँ एकदम सजिलो हुनु पऱ्यो ड्रेसिङ चाहिँ है, इजी हुनु पऱ्यो, इजी टु ड्रेसिङ हुनु पऱ्यो, युनिफर्म टेक्सचर र फिनिस आउनु पऱ्यो ड्रेसिङ गर्दा। अर्को भनेको स्पेसिफिक ग्राभिटी 2.4 देखि 2.8 सम्मको हुन्छ है। अर्को कस्ट भनेको इजिली एभाइलेबल मार्केटमा इकोनोमी चाहिँ हुनु पऱ्यो। ल यो चाहिँ स्क्याच है, टु रेसिस्ट स्क्याच हो, अरू चाहिँ ठिक छ है। अब फिजिकल एन्ड केमिकल प्रोपर्टी अफ स्टोनमा चाहिँ अब अहिले फिजिकल प्रोपर्टी केमिकल प्रोपर्टी अहिले देखियो, क्लासिफिकेसनमै देखियो है। ल अब यी कुराहरू चाहिँ जान्नु पऱ्यो। डिफाइन स्टोन, डिफाइन अक्वायरिङ एन्ड राइट डाउन अ डिफ्रेन्ट मेटेरियल अक्वायरिङ अफ स्टोन है। क्वायरिङ मेथड अफ क्वायरिङ जान्नु पऱ्यो, यो पनि इम्पोर्टेन्ट छ। डिफाइन द टेम्पोररी एन्ड क्वायरी स्याप है, टेम्पोररी क्वायरी स्यापको बारेमा जान्नु पऱ्यो। एक्सप्लेन द क्यारेक्टरिस्टिक अफ गुड बिल्डिङ स्टोनको अहिलेको भर्खरै आयो है। यी कुराहरू चाहिँ सर हेर्ने स्क्रिनसट गर्न चाहिँ सकिन्छ, गाह्रो भयो चाहिँ। अब यहाँ हेरौँ, यहाँ चाहिँ के एक्सप्लेन टाइप टेस्टको है, टेस्ट आउट द स्टोन टेस्ट चाहिँ 4वटा टेस्टहरू लेख्ने, क्लासिफाइज द जियोलोजिकल क्लासिफिकेसन लेख्ने है, क्लासिफिकेसन पनि आइरहेछ। यसरी चाहिँ यी क्वेसनहरू आएको छ। वाट डु यु मिन बाई द क्वायरी स्टोन है, क्वायरिङ अफ स्टोन है भनेको खन्ने भनेको क्या निकाल्ने, खानीबाट निकाल्ने प्रोसेस है। त्यो कुराहरू चाहिँ जान्नु पऱ्यो। क्यारेक्टरिस्टिक जान्नु पऱ्यो। फिजिकल र केमिकल प्रोपर्टी अफ स्टोन भन्यो भने यसो लेख्ने। ग्रेनाइट छ, कुन रक हो इग्नियस रक हो, त्यसको कन्स्टिट्युएन्ट के हो, त्यसको क्यारेक्टरिस्टिक भनेको स्पेसिफिक ग्राभिटी कति हो, यो फिजिकल भयो। एब्जर्प्सन यो पनि फिजिकल भयो। यो चाहिँ फेल्सफर मिका क्वार्ट्ज चाहिँ यो हाम्रो के हो त केमिकल प्रोपर्टी भयो है। क्रसिङ स्ट्रेन्थ पनि यो हाम्रो के भयो फिजिकल प्रोपर्टी भयो। स्टोन एन्ड ड्युरेबल भयो। युजेसहरू कहाँ युज हुन्छ यसरी चाहिँ लेख्ने। यो चाहिँ इक्जाममा आइरहेको बसाल्ट एन्ड ट्र्यापको पनि आएछ है। यसरी चाहिँ हामीले लेख्नु इग्नियस रक हो, सिलिका एलुमिना र फेल्सफर हुन्छ। क्यारेक्टरिस्टिक भनेको चाहिँ के हो त स्पेसिफिक ग्राभिटी 2.96 हुन्छ, हेभियर देन ग्रेनाइट हुन्छ। अनि क्रसिङ स्ट्रेन्थ चाहिँ 70 देखि 80। अब युज फर द म्यानुफ्याक्चर अफ युजको कुरो छ। म्यानुफ्याक्चरिङ अफ आर्टिफिसियल स्टोन युज फर द एग्रिगेट भनेको है। अब चाहिँ डिफ्रेन्ट बिट्विन द स्टोन र ब्रिकको डिफ्रेन्ट बिट्विन पनि इक्जाममा आइरहेको छ। स्टोन भनेको कस्तो हुन्छ, ब्रिक भनेको स्टोन चाहिँ हार्ड हुन्छ, ब्रिक चाहिँ स्टोनभन्दा कम हार्ड हुन्छ। क्रसिङ स्ट्रेन्थ 1000 kg पर सिएम स्क्वायरसम्मको हुन्छ। यसको चाहिँ ब्रिकको चाहिँ 10
न्युटन पर एमएम स्क्वायर सम्मको हुन्छ। एट्स स्पेसिफिक ग्राभिटी 2.4 देखि 2.8 सम्म हुन्छ। यसको स्पेसिफिक स्पिडको 1.8 हुन्छ। वाटर एब्जर्प्सन लेस देन 5% हुन्छ। वाटर एब्जर्प्सन ए क्लास ब्रेकको लेस देन 15% हुन्छ। इट इज नट रेगुलर इन सेप, इट इज रेगुलर इन सेप है। अब इग्नियस र सेडिमेन्ट्री रक हो फर्मड बाई द सोलिडिफिकेसन अफ मोल्टेन म्याग्मा, फर्मेसन बाई द ग्रेजुअल डिपोजिसन अफ सिल्ट एन्ड स्यान्ड डेब्रिज ड्यू टु द विन्ड एन्ड टेम्परेचर एक्सेट्रा हो। डिपोजिसनको कारणले गर्दा हुन्छ। हार्ड र कम्प्याक्ट हुन्छ इग्नियस रक, यो सफ्ट रक हुन्छ। डु नट फर्म अ लेयर बनाउँदैन, यसले चाहिँ लेयर बनाउँछ। अनि इक्जाम्पल छ है त। सेडिमेन्ट सिजनिङ अफ स्टोन, सिजनिङ भनेको चाहिँ के हो भन्दा स्टोनको चाहिँ फ्रेसली क्वायर्ड स्टोनलाई चाहिँ नेचुरल मोइस्चरबाट त्यहाँको नेचुरल मोइस्चरलाई निकाल्नेलाई चाहिँ हामीले के भन्छौँ सिजनिङ भनिन्छ। रिमुभल अफ freshly acquired stone have the natural moisture. This moisture is called a quarry sap. The full hardening of the stone is achieved by exposing the stone in open air a period of 6 to 12 months. यो पिरियडमा चाहिँ के हुन्छ, त्यो क्वारी स्याप चाहिँ ड्राई हुन्छ, त्यसलाई नै हामीले के भन्छौँ सिजनिङ अफ स्टोन भन्छौँ। अब चाहिँ यहाँ चाहिँ छ स्टोन एज अ भेरियस फ्रम इन्जिनियरिङ रिजनको लागि चाहिँ यो चाहिँ हामीले चाहिँ कस्तो कस्तो छ भनेर छ, कुन स्टोन कहाँ युज हुन्छ, नट मोर इम्पोर्टेन्ट है यो चाहिँ। अब यो स्लेटको यो चाहिँ हाम्रो चाहिँ यो उसमा केमिकल कम्पोजिसनमै पर्यो है, केमिकल एन्ड फिजिकल कम्पोजिसनमा पर्यो। स्लेटको यो 2-3टाको चाहिँ जान्ने, अहिलेको चाहिँ हामीले ग्रेनाइटको पढ्यौँ, बसाल्टको पढ्यौँ, ट्र्यापको पढ्यौँ, त्यस्तै चाहिँ अब स्लेटको पढ्ने, जेनेसिसको पढ्ने है, यसरी चाहिँ 3-4वटाको चाहिँ पढ्ने है। अब बसाल्ट, ट्र्याप, ग्रेनाइट चाहिँ 3टाको चाहिँ पढ्ने नै, अनि अर्को चाहिँ हाम्रो स्यान्डस्टोनको एउटा पढ्ने है एक्स्ट्रा। त्यसरी पढ्यो भने भइहाल्छ। यसरी छ। स्क्रिनसट लिन मलाई दिँदा हुन्छ। मेथड अफ क्वायरिङको मेथड चाहिँ एकदम इम्पोर्टेन्ट छ। बाई डिगिङ एन्ड एक्सकेभेसन छ, वेजिङ छ, वेजिङ भनेको वेजहरू बनाएर, त्यसपछि अर्को मेथड यो चाहिँ पुरै लेख्नुपर्छ है खै त। यहाँ चाहिँ ब्लास्टिङ छ, बोरिङ होल छ, चार्जिङ विथ एक्सप्लोसिभ छ। ब्लास्टिङ गयो पहिला होल खन्ने, अनि चाहिँ एक्सप्लोसिभ हाल्ने, अनि ट्याम्पिङ भनेको चाहिँ घोच्ने है, त्यसलाई चाहिँ ट्याम्पिङ गर्ने, अनि त्यसपछि चाहिँ अनि फायरिङ, लास्टमा फायरिङ गर्ने। यसरी ब्लास्टिङको मेथड पनि आउँछ। ब्लास्टिङ अफ स्टोनको प्रिकसन, त्यो ब्लास्टिङ गर्ने बेला के प्रिकसन अपनाउनु पर्छ यो पनि जानुपर्छ सर्व पनि। तर मेथड अफ क्वायरिङ चाहिँ एकदम इम्पोर्टेन्ट है। वेजिङ, ब्लास्टिङ चाहिँ अझै मोस्ट इम्पोर्टेन्ट। अनि क्वायरी स्याप भनेको के हो, अनि क्वायरी साइट चाहिँ कस्तो हुनुपर्छ भनेर पनि क्वेसनहरू सोधिरहेको हुन्छ। यहाँ चाहिँ हाम्रो चाहिँ स्ट्रेन्थ याम 5 भनेको हो, याम 4 भनेको के हो, यो चाहिँ के हो भन्दा सिमेन्ट एन्ड एग्रिगेटको चाहिँ स्ट्रेन्थ हो। अहिलेलाई चाहिँ यो चाहिँ जानु पर्दैन। टेस्ट अफ स्टोनमा चाहिँ वाटर एब्जर्प्सन टेस्ट जान्ने। वाटर एब्जर्प्सन टेस्ट भनेको चाहिँ हामीले के गर्न सकिन्छ, W2 - W1 अपन W1। W2 भनेको चाहिँ हामीले के हो 24 घन्टासम्म पानीमा राखेर त्यो स्याम्पललाई चाहिँ पानीमा राखिन्छ। कसरी निकाल्ने भन्दा के गर्ने, 1 केजी चाहिँ ढुङ्गा लिने, त्यो ढुङ्गालाई चाहिँ वेट लिने है, त्यो ढुङ्गाको वेट मानौँ 1 केजी भयो। अनि अर्को कुरो भनेको त्यसलाई 24 घन्टासम्म पानीमा भिजाउने, पानीमा भिजाएपछि निकालेर क्लोथले चाहिँ ड्राई गर्ने, सर्फेसलाई ड्राई गर्ने, अरू गर्नु पर्दैन, पानी नराख्ने। अनि त्यसको वेट निकाल्ने, त्यसको वेट चाहिँ W2 भयो भने अब चाहिँ यसको वाटर एब्जर्प्सन भनेको W2 - W1 अपन W1 × 100% है त, पर्सेन्टेज निकाल्ने तरिका। अब क्रसिङ टेस्ट छ अर्को। ल क्रसिङ टेस्ट निकाल्नलाई के गर्नुपर्छ भन्दा 40 mm को चाहिँ स्टोनको क्युब बनाउने है काटेर, अनि त्यसलाई चाहिँ 74 घन्टासम्म पानीमा हाल्ने, र त्यसको चाहिँ त्यसपछि निकालेर सर्फेसलाई ड्राई गरेपछि अनि त्यसलाई चाहिँ के गर्ने, अब चाहिँ त्यसलाई मेसिनमा राखेर चाहिँ त्यसको चाहिँ म्याक्सिमम लोड अफ फेलर निकाल्ने, अनि त्यसको एरियाले डिभाइडेड गरेपछि हामीले चाहिँ के आउँछ क्रसिङ स्ट्रेन्थ आउँछ है त त्यसको। ल यही कुरो छ, नभए चाहिँ यहाँ हेरेर सर पढ्न सक्नुहुन्छ है त। ठिक छ। ल लास्टमा यो पनि छ हेर्नु होला है त। अब ड्रेसिङ अफ स्टोन भने के हो, राइट द पर्पस अफ ड्रेसिङ एन्ड एक्सप्लेन द टाइप अफ स्टोन ड्रेसिङ, यो पनि आउन सक्छ। पर्पस अफ ड्रेसिङको मेथड पनि आयो है। ल तर एकदम इम्पोर्टेन्ट च्याप्टर ब्रिक भनेको कति हुन्छ, नेपाली स्ट्यान्डर्ड अनुसारले ब्रिकको साइज जानु पर्यो 230 mm है, सबैको mm × mm × mm हो। अनि चाहिँ माथि फर्क हुनु पर्यो है,
अनि क्लासिफिकेसन अफ ब्रिक छ बेस्ड अन द म्यानुफ्याक्चरिङ ह्यान्डवर्कको मेसिन मेड हो। अर्को चाहिँ फिनिसिङको लागि स्यान्ड र रस्टिकले केले गर्ने भन्ने कुरो। बर्निङ चाहिँ है पेल बर्निङ, बडी बर्निङ, ब्रिक बर्निङको आधारमा पेल, बडी र आर्च छ। बेस्ट फिल्ड पर्स्युटर भनेको यो चाहिँ फर्स्ट क्लास ब्रिक, सेकेन्ड क्लास ब्रिक र ओभरबाउन्ड ब्रिक है। बेस्ड अन द फिल्ड पर्स्युटरको आधारमा चाहिँ यसरी छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ, फर्स्ट क्लास, सेकेन्ड क्लास र थर्ड क्लास ब्रिक चाहिँ। अब कन्स्टिट्युएन्ट अफ ब्रिक पनि एकदम इम्पोर्टेन्ट। जस्तो सिमेन्टको कन्स्टिट्युएन्ट इम्पोर्टेन्ट थियो त्यसरी ब्रिककै कन्स्टिट्युएन्ट, यसको पर्सेन्टेज नि जान्नुपर्छ। त्यो धेरै भयो भने के हुन्छ, यो सबै सेन्टेन्स जान्नुपर्छ। यसले चाहिँ के काम गर्छ, यसको काम के हो, यो बढी भयो भने के हुन्छ त्यो जान्नुपर्छ सबैको है, सबैको। यो चाहिँ एकदम भेरी कन्स्टिट्युएन्ट अफ ब्रिक चाहिँ एकदम इम्पोर्टेन्ट है। अरू हार्मफुल सब्सटेन्स इन ब्रिक, यो पनि इम्पोर्टेन्ट। हार्मफुल सब्सटेन्स यहाँ पनि अल्काली छ, यता पनि अल्काली छ। यो बढी हुने बित्तिकै चाहिँ के हो, त्यो चाहिँ हार्मफुल सब्सटेन्स हो भन्न खोजेको क्या। 10%सम्म अल्काली ठिक छ, बढी हुने बित्तिकै अल्काली चाहिँ के हो, इफ्लोरेसेन्स लिन्छ। इफ्लोरेसेन्स भनेको सेता धब्बाहरू ल्याइन्छ है ब्रिकमा चाहिँ। अर्को चाहिँ लाइमस्टोन छ होइन, अर्को कार्बन म्याटर छ, पेबल छ, यो पनि एकदम इम्पोर्टेन्ट छ। अनि ब्रिक म्यानुफ्याक्चरिङको यो पनि एकदम इम्पोर्टेन्ट। तिनटै इक्जाम इम्पोर्टेन्ट छ अहिलेसम्मको। ब्रिकबाट अलि धेरै क्वेसन्स गर्नु सक्छ। वेदरिङ, ब्लेन्डिङ, टेम्परिङ, मोल्डिङ, ड्राइङ है। अनि बर्निङ चाहिँ बर्निङमा दुईवटा हुन्छ। एउटा चाहिँ डिहाइड्रेसन हुन्छ 400 देखि 650 डिग्री सेल्सियसमा, अर्को अक्सिडेसन हुन्छ 650 देखि 1000 डिग्री सेल्सियस। डिग्री सेल्सियस पनि लेख्न चाहिँ छुटाउनु भएन। अर्को मोल्डिङ अफ ब्रिक चाहिँ ह्यान्ड मोल्डिङ र मेसिन मोल्डिङ चाहिँ दुइटै छ होइन। ह्यान्ड मोल्डिङ र यो छ, यसमा पनि ह्यान्डमा पनि दुईवटा छ। एउटा टेबलमा गर्ने कि मोल्ड गर्ने कि ग्राउन्डमा गर्ने भने ग्राउन्ड मोल्डिङ र टेबल मोल्डिङ भनेको छ है त। मेसिन मोल्डिङ भनेको हातले गर्ने कि मेसिनले गर्ने हो नि त है, त्यो कुरो छ। ड्राइङ अफ ब्रिक, ड्राइङ पनि हामीले नेचुरल तरिकाले ड्राई गर्ने हो कि मेसिनमा ड्राई गर्ने हो। अर्को चाहिँ गुड क्वालिटिज अफ ब्रिकको चाहिँ गुड के कस्तो हुनुपर्छ, ब्रिक कस्तो हुनुपर्छ भन्ने चाहिँ कलर कस्तो हुन्छ, रेड हुनु पऱ्यो, साइज सेप कस्तो हुनु पऱ्यो, स्ट्यान्डर्ड नेपाल स्ट्यान्डर्ड अनुसार, यानेस भनेको नेपाल स्ट्यान्डर्ड अनुसार यो हुनु पऱ्यो। साउन्डनेस भन्दा दुईवटा ठोक्दा चाहिँ मेटालिक साउन्ड आउनु पऱ्यो, रिङ्गिङ साउन्ड आउनु पऱ्यो। हार्डनेस हार्ड हुनु पऱ्यो होइन। स्ट्रेन्थ चाहिँ कति हुनु, फर्स्ट क्लास ब्रिककै हो 10.5 न्युटन पर mm स्क्वायर भन्दा धेरै हुनु पऱ्यो। ड्युरेबल हुनु पऱ्यो है त। अर्को इफ्लोरेसेन्स हुनु भएन, इफ्लोरेसेन्स धेरै हुनु भएन है। सर्फेसमा चाहिँ व्हाइट दागहरू आउनु भएन। फायर रेसिस्टेन्स हुनु पऱ्यो। अब अर्को इम्पोर्टेन्ट भनेको चाहिँ के हो छ भन्दा फर्स्ट क्लास ब्रिक है। फर्स्ट क्लास ब्रिकमा चाहिँ के छ भन्दा फर्स्ट क्लास ब्रिकको चाहिँ हामीले चाहिँ स्पेसिफिक ग्राभिटी भन्दा मिनिमम स्ट्रेन्थ चाहिँ जम्मैको जानु पऱ्यो। अनि सेप चाहिँ युनिफर्म हुनुपर्छ। कोही चाहिँ बाङ्गे टाङ्गे हुनु पऱ्यो, ट्याक्क नेपाल स्ट्यान्डर्डको साइजको सेप हुनु पऱ्यो है, देखेनी हुन्छ उतापट्टिबाट हेरेर। ल अब फर्स्ट क्लास ब्रिक। अर्को वाटर एब्जर्प्सन चाहिँ 15% भन्दा बढी चाहिँ हुनु भएन, यही कुरो छ। युजेज भन्ने कुरो सर पढ्ने। सेकेन्ड क्लासमा पनि त्यही है, स्ट्रेन्थ हेर्नु पऱ्यो 7 न्युटन पर mm स्क्वायर भन्दा बढी हुनु पऱ्यो। वाटर एब्जर्प्सन 20% भन्दा चाहिँ के हुनु पऱ्यो, कम हुनु पऱ्यो। अनि सेप चाहिँ इरेगुलर हुनसक्छ, त्यसको युनिफर्म थियो, त्यही कुरा छ है। अनि चाहिँ युज कहाँ युज हुन्छ भनेको नन लोड बेयरिङ वालमा, इनरमा, इन्टरनल वालमा युज गर्न सकिन्छ। थर्ड क्लास ब्रिकको पनि क्रसिङ स्ट्रेन्थ हेर्नु पऱ्यो, एउटा जान्नु पऱ्यो। वाटर एब्जर्प्सन जान्नु पऱ्यो, 25% भन्दा कम छ। क्रसिङ स्ट्रेन्थ 2.5 न्युटन mm स्क्वायर भन्दा बढी हुनु पऱ्यो। कलर येलोइस कलरको हुन्छ, यसको चाहिँ डल साउन्ड आउँछ है। युजेजहरू बाउन्ड्री वाल, टेम्पोररी वर्कहरूमा युज गर्न सकिन्छ। ओभर बन्ड ब्रिक यो चाहिँ बढी चलेको, यो ब्ल्याक इन कलरको हुन्छ। त्यसपछि चाहिँ यही छ। अब चाहिँ यो चाहिँ भेरी इम्पोर्टेन्ट हो। फर्स्ट क्लास, सेकेन्ड क्लास र त्यो ब्रिक चाहिँ एकदम इम्पोर्टेन्ट है त। टाइप अफ ब्रिक आयो भने त्यसले। अर्को भनेको ड्राइङ अफ ब्रिक। ड्राई गर्ने मेथड चाहिँ किन ब्रिकलाई ड्राई गर्नुपर्छ भने चाहिँ मेथड चाहिँ दुईवटा छ, नेचुरल ड्राइङ मेथड र अनि चाहिँ आर्टिफिसियल ड्राइङ मेथड छ। यसमा चाहिँ प्रोसेस छ, यी दुईवटा स्टेप छ। अनि चाहिँ आर्टिफिसियल ड्राइङमा चाहिँ अब मेसिन भट्टीभित्र हालेर ड्राइङ गर्ने। अर्को चाहिँ बर्निङ छ। बर्निङ चाहिँ इम्पोर्टेन्ट छ। इम्पोर्टेन्ट के छ भन्दा दुईवटा मेथड हुन्छ। एउटा क्ल्याम्प भनेको लोकल भट्टीहरू ओपन ट्युब भनेर भन्छ। दुईवटा चाहिँ हाम्रो चाहिँ के हो, इन्डस्ट्रियल स्ट्यान्डर्डको इन्टरमिडिएट क्युब र कन्टिन्युस क्युब। यी दुईवटाको बारेमा चाहिँ मजाले डिटेलमा चाहिँ पढ्नुपर्ने हुन्छ है त मेथड अफमा। ब्रिक च्याप्टर चाहिँ, ब्रिक र स्टोन च्याप्टर चाहिँ एकदम इम्पोर्टेन्ट, धेरै मार्क्सको सोध्छ है क्वेसन चाहिँ। यसको एडभान्टेज डिसएडभान्टेज जम्मै जान्नु पऱ्यो है, जम्मै जान्नु पऱ्यो इन्टरमिडिएट र
कन्टिन्युअसको। अब क्ल्याम्प बोर्ड र क्लिनिक बोर्डमा डिफ्रेन्ट बिट्विन के छ यो हेर्नु होला सर है। धेरै राम्रो हुन्छ क्लिनिक भट्टीको इँटाहरू राम्रो हुन्छ हाम्रो लोकल भट्टीको भन्दा इन्डस्ट्रियलको। टेस्ट अफ ब्रिकमा वाटर एब्जर्प्सन, कम्प्रेसिभ स्ट्रेन्थ र इफ्लोरेसेन्स सबै टेस्टको बारेमा मजाले पढ्ने है। वाटर एब्जर्प्सनमा त के गर्ने, पहिला चाहिँ एउटा ब्रेक ल्याउने, त्यो ब्रेकलाई पानीमा त्यसको वेट लिने, अनि त्यसलाई पानीमा हाल्ने, त्यसको वेट लिने, त्यसको पानी नहालेको W1 छ, 24 घण्टा पानीमा भिजाएपछि W2 त्यो सर्फेसलाई पुसेर लिएको, अनि W2 - W1 अपन W × 100% गरिदिएपछि मोइस्चर कन्टेन्ट आइसक्यो। कम्प्रेसिभ स्ट्रेन्थको लागि पनि के लिने, 5वटा नम्बर अफ ब्रेक लिने, 24 घण्टासम्म पानीमा भिजाउने, अनि 1:3 को मोटार लिने, 1:3 को मोटार लिने, त्यो मोटार चाहिँ त्यो फर्कमा पार्टमा चाहिँ त्यसलाई भर्ने, भरेपछि चाहिँ फेरि 24 आवर चाहिँ के गर्ने, 24 आवर चाहिँ त्यसलाई वेट जुटमा राख्ने र 24 आवर पछि चाहिँ फेरि अर्को 3 डेजको लागि चाहिँ के गर्ने, त्यसलाई चाहिँ पानीमा भिजाएर राख्ने, अनि त्यसको चाहिँ लोड चाहिँ यसरी कन्स्ट्यान्ट लोड अफ 14 Nm/mm² इज युनिफर्मली एप्लाइड एन्ड नोटेड द लोडेड एट विच त त्यो कतिमा चाहिँ ब्रेक हुन्छ फेल हुन्छ त्यो चाहिँ लोड चाहिँ उस गर्ने। त्यसपछि कम्प्रेसिभ स्ट्रेन्थ भनेको म्याक्सिमम लोड अफ फेलर अपन लोडेड एरिया अफ ब्रेक हो। इफ्लोरेसेन्स टेस्ट हो। इफ्लोरेसेन्स टेस्ट चाहिँ तीनटै इम्पोर्टेन्ट छ। इन दिस टेस्ट द ब्रेक आर केप्ट इन ट्रे एन्ड द फिल्ड विथ द डिस्टिल वाटर। पानी ट्रेमा ब्रेकलाई राख्ने, डिस्टिल वाटर चाहिँ खन्याउने। डिस्टिल वाटर खुलाउँदा पेज सर्फेसमा चाहिँ निकाल्ने बेलामा चाहिँ केही घन्टा पछि चाहिँ के हुन्छ, प्याचेजहरू देखिन्छ। त्यो प्याचेजहरू यदि 0% एक दिनै भिजाउने हो। यदि प्याचेज 0% आयो भने त्यसलाई निल भन्छ, त्यसमा छैन इफ्लोरेसेन्स। यदि प्याचेज चाहिँ 10% भन्दा कम छ भने स्लाइटली छ भन्ने कुरो बुझिन्छ। 10 देखि 50% एरियामा प्याचेज छ भने मोडरेट भन्ने हुन्छ। 50% भन्दा कम एरियामा प्याचेज छ भने हेभी, बढी एरियामा छ भने हेभिली इफ्लोरेसेन्स छ भन्ने कुरो छ। अल ओभर द सर्फेस अफ सिरियस है, जति चाहिँ सर्फेस छ त्यति कुरा चाहिँ पढ्नु पर्यो। ल स्टोन चाहिँ पढिसक्यो, स्टोनको इन्ट्रोडक्सन अफ स्टोन। ल यति छ, थ्याङ्क यू। ल तर इम्पोर्टेन्ट भनेको चाहिँ के छ, क्यारेक्टरिस्टिक अफ बिल्डिङ स्टोन छ एकदम इम्पोर्टेन्ट भनेको। अर्को भनेको चाहिँ क्लासिफिकेसन छ, अनि चाहिँ क्यारेक्टरिस्टिक फिजिकल र केमिकल क्यारेक्टरिस्टिक के जान्ने, ग्रेनाइट, बसाल्ट, ट्र्याप र स्यान्डस्टोनको 4वटाको चाहिँ मिनिमम पनि जान्ने, नत्र 2-3टाको चाहिँ जान्दैन है त। अब चाहिँ सिमेन्ट छ। सिमेन्टको चाहिँ डेफिनेसन जान्न पर्यो, अनि युज अफ सिमेन्ट जान्न पर्यो सर पढ्ने। हैन, त्यसपछि अर्को इम्पोर्टेन्ट भनेको इन्ग्रिडियन्ट्स अफ सिमेन्ट। इन्ग्रिडियन्ट चाहिँ जान्नु पर्यो है। इन्ग्रिडियन्ट भनेर अथवा यसरी कन्स्टिट्युएन्ट अफ सिमेन्ट भन्न सक्छ। लाइम, सिलिका, एलुमिना, आइरन अक्साइड यिनीहरूको पर्सेन्टेज पनि जस्ताको तस्तै जान्नु पर्यो है त। अनि चाहिँ लाइम चाहिँ के हो त, ल अर्को लाइम भयो, सिलिका भयो। सिलिका चाहिँ कति पर्सेन्ट हुन्छ जान्नु पर्यो है, 17 देखि 25% चाहिँ सिलिका हुन्छ। सिलिका चाहिँले के दिन्छ, फर्मेसन डाइक्याल्सियम सिलिकेट र ट्राइक्याल्सियम सिलिकेट बनाउँछ। अनि यो एक्सेसिभ भयो भने सेटिङ टाइम चाहिँ के हुन्छ, स्लो हुन्छ है त। अर्को एलुमिना भनेको छ Al2O3 होइन र, के छ भन्दा एलुमिना भनेको Al2 नबुझ्या होला, Al2O3 हो, यो SiO2 हो है त। यसरी छ, जान्नु पर्यो केमिकल कम्पोजिसन नि जान्नु पर्यो, पर्सेन्टेज नि जान्नु पर्यो। अब चाहिँ यहाँ कोहेसिभ र एडेसिभ छ। कोहेसिभ भनेको कस्तो फोर्स हो, एडेसिभ भनेको कस्तो फोर्स हो, यो चाहिँ सर हेर्ने। ल अब आइरन अक्साइडले के गर्छ, कलर र हार्डनेसमा चेन्ज गर्छ। यो धेरै भयो भने डिस्कलर अफ सिमेन्ट हुन्छ। म्याग्नेसियाले के गर्छ, स्ट्रेन्थलाई प्रोभाइड गर्छ, हार्डनेस सिमेन्टलाई हार्डनेस दिन्छ। यो बढी भयो भने के हुन्छ, क्र्याक र अनसाउन्ड हुन्छ। सल्फर ट्राइअक्साइडले के गर्छ, सिमेन्टलाई अनसाउन्ड बनाउँछ। यो एक्सेसिभ भयो भने अनसाउन्डै हुन्छ। यो चाहिने कुरा चाहिँ होइन। अर्को लाइन भनेको यो पनि चाहिने कुरा होइन, यो इम्प्युरिटी अफ सिमेन्टमा पर्छ, पछि पनि हेरौँला। इट सुड बी प्रेजेन्ट इन द स्मल क्वान्टिटी, एकदम स्मल क्वान्टिटीमा चाहिन्छ अल्कोलाइन। धेरै भयो भने इफ्लोरेसेन्स हुन्छ। इफ्लोरेसेन्स भनेको सेतो सेतो धब्बा आउने हुन्छ है पछि। अब एडमिक्सचरको कुरो छ। एडमिक्सचरमा चाहिँ यो
यो बोगस कम्पाउन्ड अफ सिमेन्ट छ, कन्स्टिट्युएन्ट अफ सिमेन्ट चाहिँ उतापट्टि नि हिँड्छु के लाग्यो होइन। अनि एलाइड छ, एलाइड भनेको C3H भनेको ट्राइक्याल्सियम सिलिकेट है। यसको पर्सेन्टेज कति हुनु पर्यो 40%, 25 देखि 50% लगभग 40% हुनु पर्यो। अर्को बेलाइड छ, यसलाई चाहिँ के पनि भन्छौँ, यसको केमिकल कम्पोजिसन डाइक्याल्सियम सिलिकेट हो, C2H ले पनि जनाइन्छ। यो चाहिँ कति हुन्छ 25 देखि 40% भनेको लगभग 32%। अर्को चाहिँ सेलाइड छ C3A ट्राइक्याल्सियम एल्युमिनेट, यसको चाहिँ कम्पोजिसन भनेको 8 to 10%, 14% छ, 10.5%। यस यो यताको नसम्झिने नि कम्तीमा यतापट्टिको चाहिँ सम्झिने है त। अर्को फेलाइड छ C4AF भनेको ट्राइक्याल्सियम एल्युमिनो फेराइट भन्ने छ, यसको चाहिँ कति छ 9% है त। ल C3H ले चाहिँ के दिन्छ अर्ली स्ट्रेन्थ दिन्छ। ल यही भयो यो चाहिँ बोगस कम्पाउन्ड चाहिँ जान्ने है त। अर्को एडमिक्सचर, एडमिक्सचरमा चाहिँ यो छ जिप्सम छ, जिप्समले चाहिँ सेटिङ टाइम बढाउँछ है, त्यही कुरो छ। सर्ट नोट एडमिक्सचरको बारेमा सर्ट नोट आएको छ यहाँ चाहिँ एडमिक्सचरको बारेमा। टाइप अफ एडमिक्सचर है, एसिलेटर, रिटार्डर, प्लास्टिसाइजर, वाटरप्रुफ, कलरिङ, एयर इन्ट्रेनिङ, सर चाहिँ जान्ने यहाँ चाहिँ डिस्क्राइब गरेको छ। सर चाहिँ जान्ने है, वाटरप्रुफिङ यस्तै। म्यानुफ्याक्चरिङमा एउटा ड्राई प्रोसेस छ, वेट प्रोसेस छ, सर ड्राई प्रोसेस। सर यो पढ्नुभन्दा पहिले चाहिँ हामीले के पढ्नुपर्छ, यो ड्राई प्रोसेसको यो फिगर कम्पलसरी यो चाहिँ बनाउनु पर्ने हुन्छ है त, फ्लो चार्ट चाहिँ बनाउनु पर्ने हुन्छ ल है। अनि अर्को चाहिँ वेट प्रोसेसको छ, वेट प्रोसेसको पनि अहिलेको ड्राई प्रोसेसको जसरी नै एउटै सेन्टेन्स बनाएर ट्याक्क मिलाएर लेख्ने, त्यही कुरो लेख्ने होइन, मिलाएर यहाँ के भनेको छ त्यो अनुसार मिलाएर लेख्ने। टाइप अफ सिमेन्ट छ है, टाइप अफ सिमेन्ट पहिलो चाहिँ सिमेन्टबाट चाहिँ हामीले के पढ्यो त ड्राई वेट, पहिलो चाहिँ हामीले इन्ग्रिडियन्ट सिमेन्ट पढ्नु पऱ्यो, अनि बोगस कम्पाउन्ड पढ्नु पऱ्यो, अनि एडमिक्सचरको बारेमा पढ्नु पऱ्यो, अनि चाहिँ यो म्यानुफ्याक्चरिङ अफ सिमेन्ट पढ्नु पऱ्यो, ड्राई प्रोसेस र वेट प्रोसेस दुइटै पढ्नु पऱ्यो। त्यसपछि गएर चाहिँ प्रोपर्टी अफ सिमेन्ट चाहिँ फिजिकल प्रोपर्टी कस्तो हुन्छ, केमिकल प्रोपर्टी कस्तो हुन्छ, यो चाहिँ फाइननेस, सेटिङ टाइम है, अनि चाहिँ यी कुराहरू जानु पऱ्यो। अनि 2-3टा सिमेन्ट एक्स्ट्रा सिमेन्टको बारेमा नि जानु पऱ्यो। केमिकल प्रोपर्टीमा हेरौँ, केमिकल प्रोपर्टीमा ल अर्डिनरी पोर्टल्यान्ड सिमेन्टको चाहिँ सबै ओपिसी र पिपिसीको बारेमा चाहिँ मजाले जान्ने है, दुईवटा चाहिँ ओपिसी पिपिसी र अनि त्यसपछि अरू चाहिँ जुन जान्न मन लाग्यो नि जान्दा चाहिँ हुन्छ। यहाँ चाहिँ हाई एलुमिना सिमेन्ट छ, अर्को चाहिँ लो हिट सिमेन्ट छ, क्विक सेटिङ सिमेन्ट छ, अर्को क्विक सेटिङ सिमेन्टको बारेमा पनि जान्ने है त। अर्को चाहिँ वाइट सिमेन्ट छ, सल्फर रेसिस्टिङ सिमेन्ट छ, ऱ्यापिड हार्डनिङ पोर्टल्यान्ड सिमेन्ट छ। अब सिमेन्ट स्टोरेज गर्ने यो पनि इम्पोर्टेन्ट छ, भेरी मच इम्पोर्टेन्ट होइन तर इम्पोर्टेन्ट छ। प्याकिङ कसरी हुन्छ के हुन्छ, अर्को ट्रान्सपोर्टेसन चाहिँ सर पढे मात्र हुन्छ, त्यस्तो धेरै गर्नु पर्दैन है। सिमेन्टको चाहिँ यो यसमा लेखेर रहन्छ, तर स्टोरेज अफ सिमेन्टको चाहिँ टपिक खोलेर त्यो फिगर सहितै गर्ने, कति वालबाट कति स्पेसिङको, वालबाट जस्तै 30 मिटरको, पाइलहरू 1.6 मिटरभन्दा धेरैको पाइल नगराउने, ग्राउन्डबाट चाहिँ त्यो सर्फेस चाहिँ 20 सेन्टिमिटर माथि राख्ने, एरिया अफ सिमेन्ट ब्याग चाहिँ कति हुन्छ, यी कुराहरू चाहिँ जान्नु पऱ्यो। स्टोरेज अफ फिगर पनि जान्नु पऱ्यो है यसको चाहिँ। अब टेस्ट अफ सिमेन्टमा छ फाइननेस टेस्ट, सेटिङ टेस्ट, साउन्डनेस टेस्ट, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट र कन्सिस्टेन्सी टेस्ट। यो मध्ये चाहिँ हामीले चाहिँ साउन्डनेस टेस्ट र कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट चाहिँ एकदम राम्रोसित चाहिँ गर्ने। सेटिङ टाइम पनि फाइनल सेटिङ टाइम, इनिसियल फाइनल सेटिङ टाइम हेर्ने है। तर यसबाट एकदम इम्पोर्टेन्ट क्वेसन भनेको के भयो, एउटा चाहिँ म्यानुफ्याक्चरिङ अफ सिमेन्ट भयो, वेट र ड्राई प्रोसेस, अर्को कन्स्टिट्युएन्ट भयो, अर्को चाहिँ बोगस कम्पाउन्ड भयो, अनि चाहिँ अर्को एडमिक्सचर भयो। चारवटा कुरो चाहिँ एकदम भेरी इम्पोर्टेन्ट है त। अर्को कुरो छ लाइम छ, सिमेन्टमै पढ्ने हो। लाइम भनेको के डेफिनेसन जान्नु पऱ्यो। लाइम चाहिँ कहाँबाट अप्टेन हुन्छ, टाइप अफ लाइम, क्विक लाइम, हाइड्रोलिक लाइम र पुवर लाइम, यो चाहिँ इम्पोर्टेन्ट छ है। अनि चाहिँ यसको डिस्क्रिप्सन गर्नु पऱ्यो। ल यहाँ चाहिँ यसरी डिस्क्राइब गरेको छ। यहाँ हाइड्रोलिक लाइम आयो,
टाइप अफ हाइड्रोलिक लाइमको पनि यहाँ छ, ट्याक्क यसरी गर्नु होला है त, यसरी पुअर लाइम छ। अनि यसरी प्रपर्टी अफ लाइम र युज अफ लाइम यो पनि इम्पोर्टेन्ट छ। अर्को डिफरेन्स बिट्विन फ्याट लाइम, फ्याट लाइमलाई चाहिँ हामीले के पनि भन्छौँ, प्योर लाइम पनि भन्छौँ है। यसको डिफरेन्स बिट्विन पनि पढ्नु होला। म्यानुफ्याक्चरिङ अफ लाइम यो पनि इम्पोर्टेन्ट छ, तर चाहिँ त्यसमा टाइप अफ लाइम चाहिँ एकदम मच इम्पोर्टेन्ट छ। पज गर्दै हेर्दा हुन्छ है त। अब किनको बारेमा चाहिँ त्यस्तो मैले के भने डिसएडभान्टेज एडभान्टेज यो मेथड अफ सेकिङ स्ल्याकिङ चाहिँ को मेथड चाहिँ यो पनि इम्पोर्टेन्ट छ है, यो पनि इम्पोर्टेन्ट छ। है बास्केट स्ल्याकिङ प्लेटफर्म स्ल्याकिङ है, यो चाहिँ इम्पोर्टेन्ट छ। अब टेस्ट पनि सर पढ्यो हुन्छ, भिजुअल छ, एसिड टेस्ट छ, बल टेस्ट छ, प्रोसिडर छ, इम्प्युरिटी टेस्ट छ, वर्किङ टेस्ट छ, सर पढ्ने कुरो हो। ल यसरी चाहिँ सिमेन्ट र लाइम ओल्ड क्वेसनहरू के आएछ, जुन ओल्ड क्वेसन आएछ त्यो नै हाम्रो के हो एकदम इम्पोर्टेन्ट हो। के आएछ त अन्त प्रोपर्टी अफ लाइम, लाइमको प्रोपर्टीहरू के हो, मेथड अफ टेस्टिङ अफ लाइमको के हो, यो अब लिस्ट 3 नम्बरमा आज धेरै लेख्नु पर्दैन। एक्सप्लेन एनी वान अफ देम, एउटा टेस्टको लेख्न जान्न पर्यो है, लाइमको एउटा टेस्ट जान्न पर्यो। फेरि बल टेस्ट भन्ने लेखेर चाहिँ भएन, अलि राम्रो खाले टेस्ट, अलि धेरै लेखेको टेस्ट चाहिँ जान्ने है। एक्सप्लेन द लाइम एज इन्जिनियरिङ मेटेरियलको बारेमा, लाइम कसरी इन्जिनियरिङ मेटेरियल हो भनेपछि यसको चाहिँ इम्पोर्टेन्स अथवा प्रोपर्टीहरू लेख्ने है। ब्रिफली डिस्क्राइब द भेरियस टाइप अफ लाइम, टाइप अफ लाइम त्यही हाइड्रोलिक लाइम, प्योर लाइम त्यही पुअर लाइम त्यही पढ्नु पऱ्यो है। सर्ट नोट हाइड्रोलिक लाइम र फ्याट लाइम दुई जान्न पऱ्यो भनेपछि सबै जान्न पऱ्यो। टाइप अफ लाइम जानेपछि यो पनि भयो, क्लासिफिकेसन अफ लाइम भइहाल्यो, हाइड्रोलिक फ्याट पुअर है। एक्सप्लेन द क्लासिफिकेसन फेरि आयो, यही जानेपछि सबै सकिँदैछ है। अब अर्को नेक्स्ट चाहिँ यसमा चाहिँ यहाँ भएको भन्दा क्वेसन चाहिँ त्यो स्ल्याकिङ अफ लाइम चाहिँ जान्ने है त। अब अर्को आयो टिम्बरको डेफिनेसन जाने, सोर्स अफ टिम्बरिङ कहाँबाट आउँछ, युज अफ टिम्बर इम्पोर्टेन्ट भयो है, इम्पोर्टेन्ट भयो युज अफ टिम्बर है। टिम्बर भनेको के जान्नु। अब प्रोपर्टी अफ टिम्बरमा ठ्याक्क यहाँबाट जान्ने, कलर कस्तो हुन्छ, एपियरेन्स कस्तो हुन्छ, हार्डनेस कस्तो हुन्छ, यसको स्पेसिफिक ग्राभिटी कति हुन्छ, भ्यालु छ भने भ्यालु चाहिँ जसरी पनि सम्झिनु। मोइस्चर कन्टेन्ट चाहिँ कति हुनुपर्छ, लेस देन 12% चाहिँ हुन्छ है, नेचुरल चाहिँ मोइस्चर कन्टेन्ट लेस देन 12% हुनुपर्छ। अर्को श्रिङ्केज एन्ड सोइलिङको छ, स्ट्रेन्थको छ, अनि टाइपहरू छ। टाइपमा चाहिँ टाइपमा कम्प्रेसिभ स्ट्रेन्थ, टेन्साइल स्ट्रेन्थ, स्ट्रेन्थको टाइप भनेको कम्प्रेसिभ स्ट्रेन्थ कति हुन्छ, टेन्साइल स्ट्रेन्थ कति हुन्छ, भ्यालु जान्ने, ट्रान्सफर स्ट्रेन्थ कति हुन्छ त्यो जान्ने। अर्को भनेको टफनेस है, टफनेस छ, इलास्टिसिटी छ, ड्युरेबिलिटी छ, डिफेक्टलेस छ, वर्केबिलिटी छ, फ्री अफ एब्जर्प्सन छ, एब्रेसन है, फ्री अफ एब्रेसन छ, यी कुराहरू जान्न पर्यो। अब क्लासिफिकेसनमा चाहिँ मैले चाहिँ त्यस्तो क्लासिफिकेसन सफ्टवेयर र हार्डवेयर छ, यो सरल मात्र पढ्ने, त्यस्तो बढी चाहिँ गर्नु पर्दैन। यहाँ क्लासिफिकेसन अफ टिम्बर छ, टिम्बरको चाहिँ यो चाहिँ क्लासिफिकेसन भेरी मच इम्पोर्टेन्ट। क्लासिफिकेसनमा टिम्बर छ, बेस्ड अन द ग्रोथ मोड र बेस्ड अन द हार्डनेसमा छ। ग्रोथमा इन्डोजेनियस र एक्जोजेनियस छ है। इनवार्ड बढ्छ भने त्यसलाई इन्डोजेनियस हुन्छ, आउटवार्ड ग्रोथ हुन्छ भने एक्सोजेनियस हुन्छ। इनवार्ड भनेको हाइट मात्र बढ्ने के, ब्याम्बो, कोकोनट यिनीहरू चाहिँ इनवार्ड भयो। एक्जोजेनियस भनेको मोटाइ पनि बढ्ने, कोनिफेरियस र डेसिडियस हुन्छ है। अब पोइन्टलेस लिफ, कोनिफर भनेको चाहिँ पोइन्टेड लिफ भएको, तिखो लिफ भएको है, जस्तै चाहिँ धुपी सल्लाहहरू हो। अब चाहिँ फ्ल्याटेड लिफ भएको डेसिडियस भनेको चाहिँ है। अब यहाँ चाहिँ इक्जाम्पल छ, इक्जाम्पल पनि जान्ने त्यही छ। बेस्ड अन द हार्डवुड र सफ्टवुड छ। हार्डवुड भनेको के हो, सफ्टवुड भनेको के हो, यसको इक्जाम्पल चाहिँ जान्ने। इक्जाम्पल चाहिँ दुईटा मिनिमम इक्जाम्पल जेबाट नै जान्ने। अनि अर्को चाहिँ क्रस सेक्सनल स्ट्रक्चर अफ टिम्बर, यो चाहिँ भेरी इम्पोर्टेन्ट हो खास है। यो चाहिँ फिगर बनाएर यो बाहिरको आउटर लेयरलाई बार्क भन्छ, आउटर लेयर भयो, त्योभन्दा लेयरभन्दा ठ्याक जस्ट माथिकोलाई चाहिँ हामीले भित्रकोलाई इनर लेयर पनि भन्छौँ, बार्कै लेयर हो। त्यसपछि क्याम्बियम लिक्विड परेको हुन्छ त्यसलाई क्याम्बियम लेयर भन्छ।
त्यसपछि क्याम्बियम लेयर पछि चाहिँ भित्रपट्टिको हामीले चाहिँ यो सबै रिङहरू यसरी चाहिँ वर्षैपछि आउने रिङ हो, यो रिङ यसलाई एनुअल रिङ भन्छ। अनि चाहिँ यो बीचको लागि यो बीचको पार्टलाई हटवुड भन्छ, बीचको पोइन्टेडलाई कालो पोइन्टलाई चाहिँ पिथ भन्छ। अनि चाहिँ स्यापुड त यो होइन त, ठ्याक्क चाहिँ हामीले पिथभन्दा पछाडिकोलाई चाहिँ स्यापुड भन्छ। अनि चाहिँ यसरी पिथबाट यसरी क्र्याक जस्तो आएको हुन्छ, यसरी आएको हुन्छ, यसलाई चाहिँ मेडुलरी रे भन्छ है। यसरी चाहिँ हाम्रो चाहिँ क्रस सेक्सन अफ टिम्बर छ। यिनीहरूको पनि जान्ने पिथ भनेको के हो, हटवुड भनेको के हो, स्यापुड भनेको के हो है। त्यसपछि क्याम्बियम लेयर भनेको के हो, बार्क भनेको के हो, बार्क पनि इनर र आउटर हुन्छ। एनुअल रिङ भनेको के हो, एनुअल रिङबाट के थाहा पाइन्छ, जतिवटा एनुअल रिङ भयो त्यति वर्ष पुरानो भएछ यो रुख भन्ने कुरो हामीले थाहा पाउँछौँ। सिजनिङ अफ टिम्बर, टिम्बरको सिजनिङको प्रोसेस भेरी इम्पोर्टेन्ट छ है। क्रस सेक्सनको स्ट्रक्चर पनि छ, सिजनिङ पनि टिम्बरको चाहिँ एकदम इम्पोर्टेन्ट छ। अर्को टिम्बरमा चाहिँ क्यारेक्टरिस्टिक ठिक्क इम्पोर्टेन्ट छ है। ती कुरा चाहिँ जान्नु पर्यो। युज अफ टिम्बर पनि जान्नुपर्छ, सर पढ्नु पर्यो। अब यसमा पनि दुईवटा मेथड छ, सिजनिङको मेथड छ, नेचुरल मेथड र आर्टिफिसियल मेथड छ। नेचुरल मेथड र आर्टिफिसियल मेथड। नेचुरल मेथडमा के हावामा छोड्ने, के गर्ने, कसो गर्ने भन्छ। एउटा एयर सिजनिङ छ, अर्को वाटर सिजनिङ छ। यसो नाम मात्र जाने हुँदैन, त्यसको पुरा जानुपर्छ, फिगर सहित जानुपर्छ है। वाटर सिजनिङ छ। अनि आर्टिफिसियल सिजनिङ भनेको भट्टीमा राखेर गर्ने चाहिँ के छ, हाम्रो आर्टिफिसियल सिजनिङ छ। यसको चाहिँ डिफ्रेन्ट मेथड अफ सिजनिङ छ, यो चाहिँ जान्नु पर्यो है। बोइलिङ गर्ने, किल्क सिजनिङ, केमिकल सिजनिङ, इलेक्ट्रिकल सिजनिङ। बोइलिङ गर्दा के हुन्छ यो लेखेको छ, केमा राखेर बोइलिङ गर्ने भन्ने कुरो है। त्यसपछि इमर्स्ड इन द वाटर एन्ड देन द वाटर इज बोइल्ड फर। अर्को चाहिँ किल्क सिजनिङ छ है, भनेको भट्टीमा राखेर किल्क गर्ने। कसरी चाहिँ भट्टीमा, यो चाहिँ पुरै पुरै कत्रै पर्दैन है त। अर्को चाहिँ केमिकल छ, केमिकलमा डुबाउने, सुइटेबल केमिकल छ, त्यसमा चाहिँ इमर्ज गर्ने है, साल्टमा है, सोलुबल साल्टमा चाहिँ इमर्ज गर्ने। अर्को इलेक्ट्रिकल सिजनिङ चाहिँ, इलेक्ट्रिकबाट चाहिँ सिजनिङ भनेको के हो फेरि, पानी फाल्ने है, अरू केही होइन, मोइस्चरलाई चाहिँ हटाउने कामलाई हामीले के भन्छौँ, सिजनिङ हुन्छ। प्रिकसन ड्युरिङ द सिजनिङ गर्ने बेला प्रिकसन कति छ सर पढ्ने। भेरियस मेथड अफ सोइङ, यो पनि इम्पोर्टेन्ट छ है। सोइङको चाहिँ मेथड अर्डिनरी सोइङ, टेन्जेन्सियल सोइङ, रेडिकल सोइङ र क्वार्टर सोइङ। तर पनि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ मेथड अफ सिजनिङ छ र करेक्ट सेक्सन छ। अनि चाहिँ उस छ है त, भेरियस मेथड अफ सोइङ पनि आउँछ है। अर्डिनरी सोइङ, क्वार्टर सोइङ, नाम जान्ने एउटा वा दुईवटाको चाहिँ यसरी फिगर जाने चाहिँ बुझिहाल्नु। टेन्जेन्सियल सोइङ, रेडियल सोइङ है, देखियो। अब डिफेक्ट इन टिम्बर, यो पनि इम्पोर्टेन्ट छ। डिफेक्ट चाहिँ के हो, डिफेक्ट भनेको के हो, डिफेक्ट भनेको डेभलप ड्युरिङ द ट्री, डिफेक्ट डेभलप आफ्टर द फेलिङ अफ ट्री है। दुइटै छ, दुइटै जान्ने। यी चाहिँ नामहरू जान्ने, रिङ गट, नक्ट यहाँबाट छ, ड्युरिङ द ग्रोथ अफ। यसमा चाहिँ के छ भन्दा सिजनिङको चाहिँ हामीले चाहिँ इम्पोर्टेन्ट चाहिँ पढ्नुपर्ने हुन्छ। यो चाहिँ सिजनिङमा चाहिँ हाम्रो के छ, यो एडभान्टेज अथवा अब्जेक्टिभ अफ सिजनिङ छ, यो चाहिँ पढ्नु पऱ्यो। यसमा के छ भन्दा एडभान्टेज अफ अथवा अब्जेक्टिभ अफ सिजनिङ छ। यो सिजनिङ के लाइट वेट हुन्छ, ट्रान्सपोर्ट गर्न, ह्यान्डल गर्न सजिलो हुन्छ। स्ट्रेन्थ, सबसे कुरो भनेको स्ट्रेन्थ चाहिँ के हुन्छ, इम्प्रुभ हुन्छ। अर्को भनेको के हो, इजिली ओक्ड, काम गर्न सजिलो हुन्छ। अनि पोसिबल फङ्गलहरू यिनीहरू चाहिँ लाउँदैन है, इन्सेक्ट अथवा फङ्गल एट्याक चाहिँ हुँदैन, त्यही कुरो छ। अनि अर्को हाम्रो चाहिँ यहाँसम्म पढिसकिएको थियो। अब यहाँबाट जाउँ, डिफेक्ट इन टिम्बर छ। डिफेक्ट इन टिम्बरमा चाहिँ यो जान्नु पऱ्यो है, डिफेक्ट इन टिम्बर भनेको के हो भनेर जान्नु। अनि के आउँछ, रिङ गट, अनि नक्ट, ट्विस्टिङ फाइबर, नाम जान्ने। अनि यो एक एक सेन्टेन्समा चाहिँ यसरी जान्ने है त। अप्सिड रप्चर, ब्लर, सेक है, यसमा पनि स्टार, यो चाहिँ नाम मात्र जाने हुन्छ है। एउटा कुनै यी मध्येको कुनै एउटाको डिटेलमा जानेको चाहिँ एकदम बेस्ट हो अझै है। अर्को डिफेक्ट डेभलप आफ्टर फलिङ, फल गरिसकेपछि यो चाहिँ बुटैमा हुने हो। यो फल गरेपछि बो, कप, ट्विस्ट है, केस हार्डनिङ, हनी कम्बाइनिङ चेक, यी पनि जान्ने सर। अब प्रिजर्भेसन अफ टिम्बर, टिम्बरको प्रिजर्भेसन कसरी गरिन्छ, टेरिङ गरेर। टेरिङ भनेको चाहिँ के हुन्छ भनेको कोइल टारलाई चाहिँ अप्लाई गर्नेलाई हामीले टेरिङ भन्छ। अर्को चेरिङ छ, यसमा चाहिँ टिम्बर पोल अथवा पार्टलाई चाहिँ के गरिन्छ, उसमा चाहिँ डग गरेर चाहिँ राखिन्छ है। चेयरिङमा चाहिँ डग गर्नु होइन हो ल।
एउटा टियरिङ छ, चियरिङ छ। चियरिङ भनेको के हो भन्दा वुडको बाहिरपट्टिको पार्टलाई जलाउने है, केयरफुल्ली जलाउने, पुरै जल्न दिने हैन। त्यसले गर्दा चाहिँ के गर्छ, पेस्ट र इन्सेक्ट मोइस्चरबाट चाहिँ प्रोटेक्ट गर्छ, त्यसको ड्युरेबिलिटीलाई बढाउँछ है त। अर्को चाहिँ पेन्टिङ छ, पेन्टलाई अप्लाई गर्नेलाई हामीले पेन्टिङ भन्छौँ। अर्को चाहिँ युज अफ केमिकल साल्ट छ है, डिफ्रेन्ट केमिकल, सोडियम फ्लोराइड जस्तो केमिकल साल्टहरू, जिङ्क क्लोराइडहरू युज गर्ने सर्फेसमा। अर्को चाहिँ फायर प्रुफिङको लागि चाहिँ के गर्छ, एलुमिनियम सल्फेट चाहिँ युज गरिन्छ सर्फेसमा चाहिँ। अब अर्को छ प्लाइवुड छ, प्लाइवुडको बारेमा पनि जाने। प्लाइवुड एकदम इम्पोर्टेन्ट कुरो हो, प्लाइवुड भनेको के हो जान्नु पर्यो। अनि चाहिँ अर्को भनेको युज पनि जान्नु पर्यो, प्रपर्टी पनि जान्नु पर्यो है त। यहाँबाट चाहिँ सबैभन्दा जान्नु पर्ने प्लाइवुड है, यो सर्ट नोटमा आउनसक्छ, सर्ट नोटको लागि चाहिँ इम्पोर्टेन्ट छ। त्यसपछि लेमिना बोर्ड, ब्लक बोर्ड, यी पनि सर्ट नोटमा आउने क्वेसन हो। बोल्टेन बोर्ड, आर्ट बोर्ड है, लेख्ने तरिका चाहिँ यो फाइबर बोर्ड यही हो है त। यसरी चाहिँ हाम्रो सकियो। सिजनिङको एउटा न एउटा मेथड चाहिँ डिटेलमा जान्ने है त। मैले चाहिँ आर्टिफिसियलको 3 मेथड चाहिँ राम्रोसित जान्ने भनेको छु। अब अर्को टपिक छ टाइल छ। टाइलको डेफिनेसन जान्न पर्यो हैन, युज अफ टाइल जान्न पर्यो, कहाँ कहाँ युज हुन्छ, युजेस अफ टाइल है। अनि अर्को चाहिँ प्रोपर्टी अफ टाइल, टाइल कस्तो हुनुपर्छ भन्ने कुरो चाहिँ यहाँ छ 3टा। अनि यसरी छ है प्रोपर्टी अफ टाइल, यो चाहिँ इम्पोर्टेन्ट कुरो हो। अब टाइप अफ टाइल चाहिँ सरर पढ्ने, रुफ टाइल भनेको के हो, फ्ल्याट टाइल भनेको के हो, स्ल्याट टाइल भनेको के हो, सरर पढ्ने नाम चाहिँ जान्न पर्यो टाइप अफ टाइलको है। अनि एउटाको कुनैको चाहिँ डिटेलमा जान्नु पर्यो है, एउटा कुनैको चाहिँ। अब यहाँ कुनैको भन्दा पनि कोरुगेटेड टाइल चाहिँ जाने हुन्छ है, कोरुगेटेड टाइलको बारेमा लेख्न नै आएको छ, यो पनि इम्पोर्टेन्ट छ, यो चाहिँ जानिराख्ने है त। कोरुगेटेड टाइल, रेस्ट भ्याली एन्ड लिप टाइल, टाइल, फ्लोरिङ टाइल, अर्को फ्लोरिङ टाइलको बारेमा पनि अलि जान्ने। अब वाल टाइल ठिकै छ, ड्रेन टाइल। अर्को इम्पोर्टेन्ट भनेको ग्लेज अर्थनवेयर टाइल है, यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट छ। ल अर्को इम्पोर्टेन्ट भनेको म्यानुफ्याक्चरिङ अफ टाइल हो, प्रिपरेसन अफ क्ले, मोल्डिङ अफ टाइल, ड्राइङ अफ टाइल, बर्निङ। अब यिनीहरूको प्रोसेस चाहिँ सरल पढ्ने, जति हुन्छ त्यति छोटो गराएर लेख्न सकिन्छ इक्जाममा है त। मोल्डिङको पनि मेथड छ, वुडन छ, फ्ल्याट छ, सरी पोर्टर छ है, यिनीहरू छ डिफ्रेन्ट छ। मेकानिकल मेथड छ, ह्यान्ड मेथड छ, ड्राइङ अफ टाइल छ, बर्निङ छ, बर्निङ अफ टाइल छ। यसरी चाहिँ हामीले फिगर चाहिँ बनाउन आउनु पर्ने। बर्निङ अफ टाइल चाहिँ एकदम डिटेलमा एकदम मजाले पढ्ने, कति डिग्री सेल्सियसमा के गरिन्छ सबै फिगर सहित। अब इम्पोर्टेन्ट भनिसक्यो અહીં पनि युज अफ टाइल र टाइप सर्फेस बेसमा चाहिँ ग्लेज र अनग्लेज छ। पर्पज अफको टाइपमा रुफिङ, फ्लोरिङ र सिलिङ टाइल, यसरी चाहिँ टाइल छ है त, टाइप अफ टाइल। म्यानुफ्याक्चरिङको अहिले पनि कुरो भइसकेको छ। यसरी इन्ग्रिडियन्ट के चाहिन्छ, स्यान्ड 40%, सिल्ट यो चाहियो, क्ले चाहियो। प्रिपरेसन अफ क्लेमा चाहिँ मोल्डिङ, ड्राइङ, बर्निङ अफ टाइल चाहिँ प्रिपरेसन, यही कुराहरू चाहिँ सरल छ। अर्को ग्लेजिङ इम्पोर्टेन्ट भनेको, अर्को भनेको ग्लेजिङ हो, अर्को भनेको पर्पस अफ ग्लेजिङ। ल सक्यो। ल अर्को छ पेन्ट है, पेन्टको डेफिनेसन जाने। अर्को प्रोपर्टी अफ गुड पेन्ट, भेरी 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 इम्पोर्टेन्ट है। के हुनु पर्यो, सर्फेस चाहिँ क्र्याक हुनु भएन, अनि कोरोसिभ एक्सनबाट चाहिँ बचाउनु पर्यो, अनि चाहिँ के हुनु पर्यो, राम्रोसित फैलिन पर्यो। एडेसिभ पाउडर चाहिँ प्रोपर्टी हुनु पर्यो, अनि फिनिसिङ गुड आउनु पर्यो है। अनि यो चाहिँ फास्ट एन्ड पर्मानेन्टली चाहिँ के हुनु पर्यो, कलर हुनु पर्यो। युज अफ पेन्ट, पेन्टको युज कहाँ कहाँ हुन्छ त्यो पनि जाने है। इट इज युज टु गिभ द हाई क्लासिक फिनिस, पर्फर्म बाई अ यी कुराहरू चाहिँ एट्र्याक्टिभ कलर, यी कुराहरू चाहिँ लेख्नुपर्छ सरल पढ्ने है। अर्को भनेको इन्ग्रिडियन्ट अफ पेन्ट, भेरी 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 मच इम्पोर्टेन्ट भनेको के हुन्छ, पेन्टमा चाहिँ बेस हुन्छ। बेस भनेको म्यान बडी हो। अर्को भेकल हुन्छ, भेकलले चाहिँ बेसलाई चाहिँ बाइन्ड गर्ने प्रोपर्टी गर्छ, बाइन्ड गरिदिन्छ। अर्को पिगमेन्ट हो, पिगमेन्टले नै हामीलाई कलर दिन्छ। अर्को ड्रायर हो, ड्रायर चाहिँ 8% हुन्छ। अनि सल्भेन्ट अथवा थिनर हुन्छ, यसले चाहिँ थिन गर्ने, पातलो बनाउने काम चाहिँ सल्भेन्ट अथवा थिनर भयो। टर्पेन्ट टाइलहरू युज गर्छ। अब चाहिँ अर्को चाहिँ इनर फिलर छ, इनर फिलर र एक्सटेन्डर, यिनीहरूले भोल्युम मात्र चेन्ज गर्ने हो। भोल्युम चेन्ज गरेर के हुन्छ, पैसा चाहिँ बचाउने काम चाहिँ हुन्छ है, भोल्युम बढाइदिन्छ।
क्लासिफिकेसन अफ पेन्ट हो। यसमा चाहिँ वाटर बेस्ड र ओइल बेस्ड हुन्छ। वाटर बेस्डमा डिस्टेम्पर र इम्युल्जन हुन्छ। डिस्टेम्परको बारेमा जान्नु पर्यो है, इम्पोर्टेन्ट चाहिँ डिस्टेम्पर पनि। डिस्टेम्परको बारेमा सर्ट नोट लेख्न आउँछ। अर्को इम्युल्जन छ, वाटर बेस्ड पेन्ट छ, अनि चाहिँ इनामेल पेन्ट छ है। अर्को स्पेसल पेन्ट छ। टाइप अफ पेन्ट चाहिँ जान्ने 2-4वटा चाहिँ मजाले जानेको राम्रो। ल यो चाहिँ हाम्रो के स्पेसल पेन्ट मध्येको पेन्ट हो यो चाहिँ है। एस्बेस्टर पेन्ट, ब्रोन्ज पेन्ट यो भनेको। अब भार्निसको पनि त्यस्तै हो। भार्निसको पनि हामीले डेफिनेसन चाहिँ जान्नु पर्यो, पेन्टको पनि डेफिनेसन जान्नु पर्यो, युज जान्नु पर्यो। अनि डिफेक्ट इन पेन्ट भन्ने कुरो पनि आउँछ है। डिफेक्ट इन पेन्ट भन्ने यहाँ छैन भने पनि खोजेर चाहिँ पढ्नु पर्यो है। भार्निसेसको बारेमा पढ्नु पर्यो, डेफिनेसन पढ्नु पर्यो। फङ्सन भनेको नि एडभान्टेज हो। बिल्डिङ यो क्यारेक्टरिस्टिक जाने हुन्छ है। कस्तो गुड भार्निस हुनलाई चाहिँ कस्तो हुनुपर्छ, गुड भार्निसको क्यारेक्टरिस्टिक, अनि भार्निसले चाहिँ कस्तो ल्याउँछ भनेको फङ्सन अफ भार्निस तर पढ्ने जान्ने है। अब वुडमा पेन्ट गर्दा के कसरी गरिन्छ यो पनि पढ्नु पर्यो, सरर पढ्नु पर्यो। अनि पेन्टिङ अफ न्यू वुड, प्रिपरेसन अफ सर्फेस, नक्टिङ यो चाहिँ जान्नु पर्यो है। पेन्टिङ अन वुड यो पनि इम्पोर्टेन्ट नै छ। स्टपिङ नाम पनि जान्नु पर्यो है। स्टिल सर्फेसमा जम्मैकोमा त्यही हो, सर एकचोटि पढ्ने, टपिक जान्ने, अनि सर पढेपछि आइहाल्छ है त। यहाँ छ लिस्ट आउट द मेजर स्टेप इन्भल्भ इन द म्यानुफ्याक्चरिङ अफ टाइल छ। टाइलको म्यानुफ्याक्चरिङको प्रोसेस भयो। फ्लोरिङ टाइलको, इनरको टाइलको, राइट अब वाल टाइल, फ्लोरिङ टाइल भनेपछि पढ्नु पर्यो होइन टाइलको बारेमा नि। इक्जाममा आएको ओल्ड क्वेसन चाहिँ मजाले पढ्नु पर्यो। यहाँ रहेनछ डिफेक्ट इन पेन्ट पनि पढ्नु पर्यो है। यहाँ नभए पनि खोजेर डिफेक्ट इन पेन्ट भन्ने चाहिँ पढ्नु पर्यो है। मिसिलेनियसमा चाहिँ प्लास्टर अफ पेरिसको बारेमा भेरी भेरी इम्पोर्टेन्ट, यो सर्ट नोटमा आछ। प्लास्टर अफ पेरिस भनेको के हो भनेको इट इज अ क्विक सेटिङ जिप्सम हो, जिप्सम प्लास्टर हो है। अचाल युज पनि भयो जिप्सम प्लास्टरहरू। प्रिपरेसन प्रोसेस पनि छ। 120 डिग्री सेल्सियसदेखि 180 डिग्री सेल्सियसमा चाहिँ जिप्समलाई चाहिँ के हुन्छ, यसले चाहिँ 14.7% अफ वाटर क्रिस्टल चाहिँ के गर्छ, क्रिस्टलाइजेसन इन द फर्म अफ स्टिम एन्ड फर्म द क्याल्सियम सल्फेट हेमिहाइड्रेट नोन एज पप। यसलाई नै पप भन्छ। पप भनेको प्लास्टर अफ पेरिस छ, प्रपर्टी छ, युजेसहरू छ। यो सर्ट नोटमा चाहिँ एकदम सोध्छ, त्यही भएर चाहिँ प्लास्टर अफ पेरिस चाहिँ पढ्ने है त। जिप्सम बोर्ड ग्लासको, अब ग्लास भनेको के हो, यसको कन्स्टिट्युएन्ट अफ ग्लास पनि पढ्ने, यो पनि इम्पोर्टेन्ट छ है। दुईवटा कुरा, प्लास्टर अफ पेरिस र ग्लासको कन्स्टिट्युएन्ट अफ ग्लास सर जान्ने, नाम जाने हुन्छ। म्याग्नेसियम अक्साइड यति उति भनेर सर जाने। प्रपर्टी अफ ग्लास कस्तो हुन्छ, एकचोटि पढ्ने बित्तिकै यो चिट गर्नु पनि पर्दैन, केही पनि पर्दैन है। ब्रिटल हुन्छ, फुट्ने हुन्छ, यी सर पढ्ने है त। ल टाइप अफ ग्लास पनि यसो पढ्यो भयो, नपढे नि भयो है त। मेटलको बारेमा, मेटल एन्ड मेटलर्जी भनेको बारेमा पढ्नु पर्यो। मेटलको बारेमा, मेटल नन मेटल भनेको के हो, मेटल भनेको के हो, टाइप अफ मेटल कस्तो हुन्छ, ती कुराहरू पढ्नु पर्यो। यस्तो एक्सट्र्याक्सन भन्दा नि युज र प्रपर्टी चाहिँ जान्नु पर्यो। एक्सट्र्याक्टेड फ्रम एउटा ओरको नाम लेखेको छ, सर पढ्दा चाहिँ भयो। तर युजेस चाहिँ पढ्ने है। कपर कहाँबाट अप्टेन हुन्छ त्यो वाला पढ्ने है। युज अफ कपर सबैभन्दा चाहिँ युज पढेको चाहिँ राम्रो यसरी चाहिँ छ। ल टाइप अफ आइरन भेरी भेरी इम्पोर्टेन्ट है। टाइप अफ रफ आइरन, कास्ट आइरन, पिग आइरन यो बारेमा जम्मै जान्नु पर्यो। यहाँ डिफ्रेन्ट बिट्विन छ कास्ट आइरन र रफ आइरनको, यहाँबाट पनि धेरै कुरा जानिन्छ। एक्जाममा आइरहेको क्वेसन हो, ल जान्ने होला है। यो खास चाहिँ कार्बन पर्सेन्टेजको आधारमा हो क्या कास्ट आइरन र रफ आइरन भनेको। कास्ट आइरन 2 देखि 5% हुन्छ, यसमा 0 देखि 0.25% चाहिँ कार्बन हुन्छ। रफ आइरनमा चाहिँ अब जति कार्बन भयो त्यति हार्ड एन्ड ब्रिटल हुन्छ। अनि यो चाहिँ टफ एन्ड मोर इलास्टिक नेचरको हुन्छ है रफ आइरन चाहिँ। अनि चाहिँ कास्ट आइरन क्यान बी ह्यान्डेड बाई अ हिटिङ एन्ड द सडन कुलिङ बल क्यान नट बी कम्पेयर। अनि चाहिँ के भनेछ, क्यान नाइदर हार्डन नर के हुन्छ, एकदम तताएर चाहिँ सडन कुल गर्दा हार्ड हुन्छ, यो चाहिँ हुँदैन है। यो वेल्डेड गर्न चाहिँ गाह्रो हुन्छ, वेल्डेड गर्न सजिलो हुन्छ। म्याग्नेटाइज हुँदैन, म्याग्नेटाइज हुन्छ। यी कुराहरू चाहिँ सर छ हेर्ने। अर्को चाहिँ हाम्रो रस्ट हुन्छ, रस्ट हुँदैन, यी छ। अर्को पिग आइरनको बारेमा नि हेर्ने, पिग आइरनको बारेमा नि यहाँ छ है।
पिग आइरन, कास्ट आइरन, युज अफ कास्ट आइरन। सरी नि आइरनमा चाहिँ हेर्नु पर्यो ओरहरू पनि जानेको राम्रो। यसरी चाहिँ रफ्ट आइरनको प्रोसेस, म्यानुफ्याक्चरिङ प्रोसेस चाहिँ जानेको चाहिँ एकदम बेस्ट हो। यसरी आइरनको चाहिँ पिग आइरन, रफ्ट आइरन र कास्ट आइरन चाहिँ यो चाहिँ जान्ने जसरी पनि मेटल एन्ड मेटलर्जीबाट। यो हो, यो हो, यो हो, यो हो। यो टाइप अफ स्टिल र यसको प्रोपर्टी पनि जान्ने। सबै जाने नै कम्ती एउटाको चाहिँ जान्ने राख्ने के ल। यो च्याप्टरबाट मोस्ट इम्पोर्टेन्ट भनेको रफ्ट आइरन, पिग आइरन र कास्ट आइरनको। अनि प्रोपर्टी अफ स्टिल, एउटा कुनै स्टिलको प्रोपर्टी है, स्टिलको मात्र। अनि चाहिँ अब युजहरू चाहिँ हामीले जानिहालिन्छ सर पढ्यो भने। अनि चाहिँ मेटलको चाहिँ युजहरू, अनि पिओपी र अनि चाहिँ अर्को भनेको ग्लासको बारेमा, पिओपी र ग्लासको बारेमा पढ्ने। त्यो भनेको धेरै पढ्नु चाहिँ परेन। अब लास्ट च्याप्टर चाहिँ हाम्रो छ